दाजुभाइको सम्बन्ध भनेको दुःख साट्नका लागि हो सज्जन, सम्पत्ति बाँड्नका लागि होइन। भगवान श्री रामचन्द्रजीसँग दुःखमा समस्या पर्दा आफ्नो भाइ हुनुहुन्थ्यो, विजय हासिल गर्नुभयो। अनि रावणसँग भाइ थिएनन्, पराजय बिहोर्नु पर्यो। त्यसैले हाम्रा हरेक दुःख कष्ट विघ्न बाधा हर परिस्थितिमा साथमा भाइ चाहिन्छ दुःख साट्नका लागि। आज यो समाज भाइ भाइको सम्बन्धलाई गलत परिभाषा गर्दैछ। सम्पत्ति बाँड्ने, अंशबन्ड गर्ने अनि दाइ भाइमा लड्ने, मनमुटाव गर्ने, वैमनस्यता राख्ने र दाइ भाइमा दुश्मनी गर्ने गरेको देख्छौँ। त्यसैले म निवेदन गर्दछु सज्जन, परिवार मिल्नुपर्छ, परिवार एक आपसमा जोडिनुपर्छ, तोडिने होइन। जब परिवार जोडिन्छ, जब परिवार मिल्छ, सारा समाजले सम्मान गर्छ र सम्मानका दृष्टिले हेर्छ। जब परिवार टुट्छ, जब परिवार तोडिन्छ अनि जब परिवार दुई ध्रुवमा ध्रुवीकृत हुन्छ, आफ्नैले पनि हेप्न थाल्छन्, दुनियाँले हेप्न थाल्छ। त्यसैले हर घरमा म निवेदन गर्छु, घर परिवार इष्टमित्र बन्धु बान्धव मिलेर बसौँ। जय